हाई आइम डेनिसा। आज चाहिँ डे 6 हो 100 डेज मिनी भ्लग च्यालेन्जको। अनि आज बिहान चाहिँ मैले फेरि भेजिटेबल सुप खाएँ। मैले घर आएदेखि लगातार खाइरहेको छु यो सुप, एकदम नै मनपर्छ मलाई। अनि यही सुप बनाइरहेको हुन्छौँ अनि भिडियो पनि यसैको खिचिरहेको हुन्छु। कति देखाइ भन्नुहुन्छ होला, अब के गर्ने गाइज, मैले देखाउने काम हो, जे खान्छु त्यही गर्नै पर्यो। अनि चाहिँ दिउँसोमा मैले खाएको थिएँ भुटेको भात र अन्डा। अनि त्यसपछि 2 बजीतिर चाहिँ हामी गएको थियौँ मेला। हामी भन्नाले गमला म यमुना गएको थियौँ। अनि हाम्रो बोटेश्वरमा चाहिँ माघे मेला लागेको छ, त्यही हेर्नलाई चाहिँ हामी गएको हो। यहाँको टिकट चाहिँ थियो 100 रुपियाँ चाहिँ। अनि हामी भित्र गयौँ। हामीहरू चाहिँ जाँदाखेरि खासै कोही मान्छे नै थिएन। अनि आजको कलाकार कोही नै आउनु भएको थिएन यति बेलासम्म। अनि हामी चाहिँ हल्का बोर भएर चाहिँ हामीहरू पानीपुरी खानतर्फ लाग्यौँ। अनि यहाँको पानीपुरी चाहिँ राम्रो थियो, अलिकति चुकिलो मात्र थियो, नत्र त बेस्ट थियो यहाँको चाहिँ। अनि अर्को ठाउँको पनि ट्राई गरेको थियौँ, तर त्यहाँको चाहिँ हामीलाई मन परेन। के गर्ने, खानु चाहिँ परिहाल्यो, पैसा तिरिसकेपछि खासै मन परेन यहाँको। अनि त्यसपछि चाहिँ यहाँ हल्का चहल पहल भयो मेलामा, मान्छेहरू नि बढी आउनु लाग्नुभयो। किन भनेपछि पूर्णकला बिसी र गोपाल नेपाल जिएम चाहिँ आउनुभएको थियो। आजको कलाकार यहाँ 2टा नै हो होइन। त्यसपछि हामीले खायौँ चटपटे पनि मिठो थियो। अनि त्यसपछि एकछिन मेला सेला हेरेर घुमघाम गरेर चाहिँ हामीहरू घर फर्किँदाखेरि भइसकेको थियो 5:30, अँध्यारो नि हुन लागिसकेको थियो। अनि बाटोमा चाहिँ हामीले देखायौँ के ल्याएको थियौँ भनेर। मैले घर गएर जेरी पनि खाएँ। सी यु इन डे 7।